मैसी बेच्नु भनेर। चलो गाइस आज पनि खानी हो तपाईको माटोको खानी हो। आज बाख्रा गोठालाबाट साथीको रुमसम्मको यात्रा। आज पनि जस बाख्रा चराउन आएर कस्तो गफसफ बढाइयो बड्डासँग। गाउँले बड्डा थियो फेरि जाँदैछु ट्याम पास गर्न। ट्याम पास यतातिरको ठाउँ त्यो अस्ति तपाईँले देखाएको ठाउँ यही नै हो। हामीले अब हाम्रो पनि भोलि अथवा पर्सिदेखि यतातिर काम चल्छ मसिनो हुन्छ र यो माटो लगभग आधा उठाइन्छ होला अनि यहाँनिर फेरि माल निकाल्ने हामीले यहाँनिर तपाईँले मलाई यस्तै देखाइदिएको थिएँ। यो त्यसमा मेरो भोइस नआएको हुनाले मैले भोइस राखेको थिएन र आज फेरि पनि मैले देखाउँदैछु। यो ठाउँ भनेको राजस्थान हो। पुरा खानी हो तपाईको माटोको खानी हेर्नु है। माटो खानी पानी र सेतो माटो पुरै सेतो माटो छ। यो भनेको तपाईको टाइल बनाउने मार्बल। त्यहाँ पारि मसिन चल्दैछ एउटा जेसिबी। यो पनि एकजनाले गरिएको हुन्छ जेसिबीमा पनि। टाइल भन्छ यो सेतो माटोदेखि टाइल बनाउने हो। यहाँदेखि चाहिँ निकालेर यो माटो चाहिँ गुजरात गएर त्यही बनाउँछ कि त्यहाँबाट पनि बाहिर पठाउँछ त्यो त थाहा भएन। तर हामीले सुनेकोमा त्यही बनाउँछ अरे सुने हो। तर जान चाहिँ बाहिर पनि जाँदो रहेछ। बाहिर पनि जान्छ गुजरात पनि बनाउँदो रहेछ बाहिर पनि जाँदो रहेछ। सबै यहाँबाट त्यही जान्छ। यो ठाउँमा यो एरियामा सबै सेतो माटो भन्नु केही छैन। यस्तो छ ठाउँ यस्तो छ पुरै खुल्टा जताततै खुल्टा भन्दा केही ज नभएको। मान्छेले दुःख गरेर पैसा कमाउन सकिँदैन हैन यार। माटो बेचेर पनि पैसा कमाउँछ। बालुवा यो चाहिँ बालुवा हाम्रोतिर खोलातिर मिल्छ भने यो पनि यतिर भित्रबाटै निकालेको सेतो माटो निकाल्ने ठाउँबाटै निकालेको। यो उफ्रा रहेछ त्यहीबाटै निकालेको यो बालुवा पनि सेतो माटो निकाल्ने ठाउँबाट निकालेको। अनि यही बालुवा युज गर्छ यतातिर। हाम्रोतिर तल खोलातिर मिल्छ भने यहाँ चाहिँ जमिन मुनिबाट निकालेर यसलाई चालेर बल्ल बेच्दो रहेछ। यहाँ पनि सबै युज हुने यही माटो यही बालुवाले गरौँ। धमाधम काम चलिरहेको पार्दै
यही बाटो निस्किने भोलि सायद मसिन आउँछ होला हाम्रो पनि ठुलो मसिन अहिलेसम्म भाडामा चलिरहेछ अन्त गएको छ उता खै आज काम सकिन्छ भन्ने खबर त आएको छ भोलि ल्याउने कुरो गर्छ होला सब डम्पिङ छ मालको अहिले बन्द छ त्यही भएर माल पनि गएको थिएन भुल्यो भने पुरै धमाधम जान्छ यिनी पनि सबै यस्तो छ हामी बस्ने यस्तो छ पुरा पाहाडी एरिया हो गाउँठाउँ छैन गाउँ त्यो अगाडि जानुपर्छ बस्छ टाढा छ अब बारीमा बस्ने हो रातभरि बारीमा दिनभरि बारीमा यस्तो वापस बनाइदियो हुन्छ यस्तैमै बस्ने हामीलाई गर्मी त किसिम गर्मी छ यार गर्मीले खान्छ ल म साथीको रुममा नै आइपुगेँ बनाउँदै गरौँ ल सोध्ने बाजेलाई भैँसी बेच्नु भनेर यस्तो भैँसीहरू हान्न त हान्दैन बेच दिया कौन सा वाला बेच दिया अच्छा एक कितना में दिया 1,16,000 चलो बढ़िया हो गया है नी बढ़िया बारिश हुई नहीं तो चारा खिलाने चाहिए तो चारों को मोल करते हमें मूंगे हाँ अब 65,000 रिटर्न देगा बच्चे 10,000 को चारों को तो खावे कतो खजे गाय बेच दिया नहीं गाय को बेच दिया नहीं